हेलो एभ्रिवान आज चाहिँ म मेरो सानो सानो नानीहरूलाई लिएर घुम्न गएको छु है। यो चाहिँ हो कहाँ भन्छ बनवाटिका है। यो चाहिँ एकदमै राम्रो प्लेस लाग्छ मलाई चाहिँ। यिनी नानीहरूलाई खेलाउन लिएर आउन एकदम इन्डोरमा, फेरि आउटडोर भन्दा पनि इन्डोरतिर लगेर अनि राखिदिएपछि मजाले आफूलाई मन लागेको कुरा खेल्न पाउँछन् होइन। मजाले खुसी हुन्छन्, यति खुसी हुन्छन्, बल हरेक कुरा खेल्न चाहिँ मजाले पाउँछन्। म पनि यहीँ बसेर यिनीहरूसँगै हेर्न, यिनीहरूलाई खेलेको हेर्न चाहिँ मजाले भित्र बसेर है, घाम पनि हुँदैन, हेर्न पाइन्छ। यिनीहरूले चाहिँ एकदमै इन्जोय गरिरहेको छन्, यिनीहरू चाहिँ खेलिरहेको छन्, म चाहिँ यसरी बसेर हेरिरहेको छु। अनि त्यसपछि यिनीहरू खुसी भएको देख्दाखेरि चाहिँ आफूलाई नि खुसी लाग्ने होइन। अनि बेला बेलामा चाहिँ मैले लगी नै राख्छु यहाँ। अन्त चाहिँ कतै पनि लाने जस्तो ठाउँ नै भेट्दिनँ मैले, त्यही भएर खालि लाने भनेकै बनवाटिका कि फुलबारीतिर हो। अनि चाहिँ अर्को प्लेस भनेको लुम्बिनी, एकदम लुम्बिनी जान पनि एकदम इन्जोय गर्छु। मेरो ठुलो छोरीले चाहिँ आरुषलाई एकदम मनपर्छ घुम्न अनि खेल्न भनेपछि। अनि त्यसपछि मेरो घर भन्दै देखाइसिन् मलाई। अनि चिफ्लिन्छन्, यति इन्जोय गरेँ मैले। सबभन्दा पहिला पहिला घुमाइराख्दाखेरि पनि त्यति बेला भन्दा चाहिँ यसपालि यिनीहरूलाई डे आउट गर्दाखेरि चाहिँ अति नै रमाएर खेलेका थिए दुईजना है। आप्या चाहिँ यति ठुली भइन्, अहिले आप्याले नि इन्जोय गर्न थालिसकिन्। नत्र भने खासै खेल्ने यताउता गर्थेन नि, हेर्ने खेल्न नजान्ने हुन्थ्यो। अहिले जम्पिङहरू गर्ने, स्लाइड गर्ने सबै नै गर्न थालिसक्यो। त्यो खेल्छु भन्दै यताउता डुल्ने, हेर्ने, खेल्ने चाहिँ सबै गर्न थालिसकिन् होइन। यो ठाउँ चाहिँ मलाई साँच्चै नै राम्रो लाग्छ। हजुरहरू पनि यतै हुनुहुन्छ भने यहाँ गएर खेल्न सक्नुहुन्छ। बच्चाहरू लिएर गएर एकछिनलाई टाइम चाहिँ उनीहरूलाई बाहिर आउटिङहरू गरायो भने पनि राम्रो हुन्छ नि त। त्यस्तो हुनाले चाहिँ यहाँ लैजान चाहिँ बेस्ट ठाउँ छ, सफा पनि छ, राम्रोसँग बसेर खेल्न सक्छन् इन्डोरमा आउटडोरमा। अनि सेफ्टी पनि छ, त्यस्तो कतै चोटपटक लाग्ने जस्तो पनि छैन। आफू मजाले बसेर आफैले खेलाउन मिल्छ होइन। अनि एकदमै यो पनि राम्रो छ बाहिरपट्टि पनि। यो चाहिँ त्यो बनवाटिकाको भित्रपट्टि छ। खासै धेरैजना चाहिँ आइराख्नु न, मैले चाहिँ देखिरहेको छैन होइन। म जाँदाखेरि चाहिँ एउटा दुइटा मात्र आउनुहुन्थ्यो, त्यस्तो भिड चाहिँ हुँदैन। तर चाहिँ बच्चाहरूलाई चाहिँ एकदमै राम्रो लागेको छ है, एकदमै राम्रो छ, हेर्न सक्नुहुन्छ। भयो अब जाम भन्दा पनि नमानिकन खेलिराखेको थिएँ होइन। त्यसपछि चाहिँ मैले कतै लगेर चाहिँ आइसक्रिम र अनि यिनीहरूलाई पिज्जा मनपर्ने एकदमै यही पनि केही तरकारीहरू नभएको मार्गरिटा पिज्जा चाहिँ मगाएर यिनीहरूलाई खुवाएँ होइन। यो खालको पिज्जा चाहिँ केही पनि नफालिकन खान्छन्, चिज र अनि त्यो डो मात्र हुन्छ के अरे है। त्यसपछि चाहिँ मैले घरमा यिनीहरूलाई लिएर गइदिएँ। मेरो चाहिँ पसलमा काम थियो, त्यही भएर यिनीहरूलाई मैले घर छोड्न जाँदैछु। अब सबै घुमेर खाएर सकाएपछि घर मैले यसरी छोडिदिएँ। मलाई बाई अरे अझ। थ्याङ्क यू।